हेलो गाइज, हाम्रो नयाँ भ्लगमा स्वागत छ हैन। आज हामी यो 5औं पाँचथर गोल्ड कपको चाहिँ उद्घाटन खेल हुँदैछ हैन। त्यो खेल हेर्नलाई चाहिँ हाम्रो टोलीहरू अब प्रस्थान गरिसकेको छ हैन। अनि फिदिमले त्यतिकै जित्दैन अनि केही भन्नु छ भने भन्नु है साथी। मोरङको साथी पनि छ। मोरङ है म त्यस्तो हो पत्री 11 है त्यार टिममै अनि फेरि यहाँ एन्ट्री लिएर हिँडेछ नि त। यस्तो छ हैन। हो जय कहाँ हिँड्यो अध्यक्ष के अरे मास्टर क्लबको। ठिक छ, तपाईहरुलाई हाम्रो गोल्ड कपमा स्वागत छ है। पाँचथर क्लब उपाध्यक्ष म शिव अधिकारी। उपाध्यक्ष ज्यू चाहिँ यहाँ हुनुहुन्छ हैन। ल यो त्यस्तो बनिरहेछ टट्ट हामी जाँदैछौँ। हेलो 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 ल आयोजक टोलीहरू यता त्यसो गर न, यो मलाई एकछिन दिइराख न, म भित्र छिरेर आउँछु। आइदिनु भयो, पालिदिनु भयो, त्यसको लागि एकदम धेरै धेरै स्वागतम सुस्वागत छ गाइस हैन। यता पनि रहेछ नि खुसी वाइ 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 हामी सबैको मनमा वाइ 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 कम्पनी यता हैन। फ्री टेस्टिङ हो यो चाहिँ हाम्रो। फ्री हो फ्री टेस्टिङ फ्री हो। अनि भोलि बिहान यो पिरोवाला पनि छ। पिरो एकदम छ। अनि भोलि बिहान दमकल कसले बोलाइदिन्छ पिरोको? त्यो अरु जस्तो हैन, दमकल बोलाउनु पर्दैन। युपिएम के भन्नेले त बिहान दमकल नै बोलाउनु पर्ने रहेछ नि त। दमकल बोलाउनु पर्दैन। अन्तर्राष्ट्रिय आमन्त्रण वाइ वाइ 5औं पाँचथर गोल्ड कपको चाहिँ उद्घाटनको दिन हामी भित्र छिर्न लागेको छौँ हैन। अनि यो टेकनाथ काफ्लेको युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला है सबैले। टेकनाथ काफ्ले ब्लग्स। ए टेकनाथ काफ्ले ब्लग्स। ओके ल त्यस्तो छ गाइस हैन। के हो यहाँ चाहिँ यहाँ खाजा खाने ठाउँको नि यता व्यवस्था रहेछ। हाम्रो टोलीहरू माथि छ, अब छिर्छौँ हामी। कालो ओइ के छ? त्यही भएर हामी चाहिँ अहिले साथीहरू आउँदैछन्, साथीहरूलाई पर्खिरहेको छौँ है। यता 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 देखेन ओ 68 के 68 होइन नि दाइ, 78 पुगिसक्यो। 78 78 हो भाइकै हो, भाइकै, अरु कसैको पनि यस्तो छ है गाइस। त्यहाँनिर गेटबाट चट्टको टिकट लिएर चाहिँ जाने हो। प्याराफिटमा बसेर चाहिँ अनि खतरा हल्ला गरेर गेम हेर्ने यस्तो छ। तर मौसमले चाहिँ हल्का हामीलाई च्यालेन्ज हानिदिरहेछ। हल्का पिस पानी परिरहेछ। पानी पऱ्यो भने हेरिन्छ कि हेरिँदैन? पानी पऱ्यो भने आज ओपनिङमा त केही गर्दा छोडिने होला। कुकुरले हड्डी छोड्ला कि आज त छोडिने होला छ नि। मेरो क्यामेरा भित्र यार, यसलाई चाहिँ के गर्नु? तपाईँलाई म व्यवस्थित एउटा छाता उडाएर चाहिँ आज चाहिँ नमर दाइ, नेक्स्ट टाइमदेखि चाहिँ पाँचथर गोल्ड कपमा जहिले हामीले पानी खाइरहेछौँ होइन। नेक्स्ट टाइमदेखि चाहिँ अलिक पूजा गर्नुपर्छ। पूजा अस्ति तल हेवा खोलामा छेउमा पूजा गरे जस्तो है। अब हामी एकछिन पछाडि ग्राउन्डमा छिर्छौँ है त। र आज उद्घाटनको दिनको चाहिँ टिकट शुल्क जम्मा 150 रुपियाँ मात्रै छ होइन। ए कतिजनाको काट्छ? म त एउटा मात्रै छु, यो एउटा छ अरे हो। दुईटा त्यसैबाट दुईटा काट है त्यसैबाट। दुईटा हो। यसले टिकट काट्दैछ आज चाहिँ मेरो पनि होइन। अब हामी दुईजना छिर्दैछौँ। अरू उयो त यहाँ गएर उयो रेड बुलको भन्ने फाइनली यहाँ टिकट चाहिँ आइसकेको छ। यो चाहिँ के रेड बुल पनि स्टल कहाँ लु हिँड्नु न त। अनि तपाईँको रेड बुलको स्टल पनि हेर्नु। दाइको रेड बुलको स्टल चाहिँ यता होइन। यहाँ चाहिँ स्टल रेड बुल टेस्ट गराउने ठाउँ हजुर होइन। टेस्ट सारस बेभरेजको प्रडक्ट रेड बुल असली इनर्जी। चाख्न पनि पाइन्छ? चाख्न पनि पाइन्छ। भरे चाख्न। अब हामी टिकट लिइसकेको छौँ होइन। क्युब्स जाउँ। ओइ कहाँ आउँदै गर ल।
मलाई फोन गर्नुभएको त होइन नि हामी अलिक उतापट्टि बस्छौँ केटाकेटी भएको ठाउँमा नबस्ने भतिजहरूले बोलाइदिइरहेको छ क्या अब टक्क गेटबाट चाहिँ हामी इन्ट्री गरिसक्यो ल छाप पनि पो पाइयो त यार आमामा टाँस्दै नटाँसिने छाप टाँसिँदो रहेछ यार यता चाहिँ हाम्रो सुरक्षाकर्मी सरहरू हुनुहुन्छ केही समस्या भएन घरे ओहो के छ आयोजक ज्यू आयोजक होइन नि हाम्रो हामी पर बस्ने हो होइन यतै बस्नुपर्छ दाइ मजा यतै हुन्छ खेल सुरु हुनलाई निकै नै समय बाँकी थियो तर हामी चाहिँ आज नै इलाममा महिला फुटबलको फाइनल पनि चलिरहेको थियो हामी केही साथीहरूसँग बसेर चाहिँ मोबाइलमै इलाममा भइरहेको महिला फुटबलको चाहिँ फाइनल चाहिँ लाइभ हेरिरहेको थियौँ युट्युबमा होइन र गोल भन्छ यहाँ यसरी केटाहरू के हो यो मोबाइलमा चाहिँ इलामको लाइभ हेरिरहेको यता यिनीहरू चाहिँ होइन महिला टोलीहरूको गेम मोबाइलमा हेरिदिरहेको छ क्या केटाहरू यता हानिसक्यो राजु दाई त्यो बाँसमा अट्न चाहिँ अट्छ तपाईँ अट्नुहुन्छ यो ठुलो खालको ज्यान भएको मान्छेहरूलाई छुट्टै पाराफिट बनाइदिनु पर्ने भयो होइन ओ दिन र सामदिनको दुई शब्द भन्ने हो दुई शब्द राख्दै भन्दा मुला तेङ्गेरे तेङ्गे भन्छ हो त्यस्तो दुई शब्द राख्दै यस्तो सम्मको माहौल अब केही खेल्ने उद्घाटन हुँदैछ हामी यहाँ छौँ हाम्रो टिम यहाँ छ चट्ट यस्तो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका ज्ञान भूमि शान्ति भूमि अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जमाना खराब छ कि कुन चाहिँले जुम गरेर ल भिक्टरले हान्दै गयो
र उसको मम्मीसँग बस्दा मजा आएन अरे होइन। हाम्रो भतिज अग्रिम भतिज चाहिँ हाम्रो टोलीमा सामेल हुनलाई यहाँ आइरहेको छ। ठाउँडा दिइरहेको छौँ हामीले। आयो केटो अब के छ आमाहरूले हल्ला गर्न दिएनन्? टेन्सन नगर, काकाको छेउमा आएको छस्। अब सुरु स्वर भाष्य छ भने थोरै खुकुरी खुवाइदिन्छु। भरे नसुनाउनु घरमा, घरे खुकुरी खानु घरमा नसुनाउनु। बाबा आमेलाई गएर एक लड्ची थर्काउनु तर होइन। के हो तिमीहरूको पारा भनेर? ए हाम्रो फिटिङ कहिले झुक्दैन, काहीँ गरेर लिक्दैन हान्यो। 5 स्टार खाइ झुक्दैन भन्छ के हो? 5 स्टार कहिल्यै झुक्दैन, 5 गोल खाए पनि लुक्दैन। लात्तो रिस यस्तो राम्रो मौका चाहिँ नि केटा हो तिमीहरूले पाउँदैनौ कि लाइफमा। सिधै चिकन डिनर थियो गयो। भतिजले चाहिँ भरे माइलालाई चक्लेट दिन्छु भन्दैछ यहाँ। किसने नडरा तेरो दाइ छ। हो गाइज, हामीले चाहिँ यो टिकट काटेर पस्दाखेरि लकी ड्रबाट चाहिँ एकजनालाई रेड बुल पर्थ्यो। हाम्रो टिमले चाहिँ रेड बुल कस्तो घाँटी सुकिसक्यो यार, छिटो सिल तोडाउनु। एउटा दिन हेर्नु अरू सबैलाई बाँड्दै, अरू सबैलाई पुरा होइन। यता दुईजनालाई एउटा गाइस। हाम्रो टिमले रेड बुल जितेको छ आज। कहाँ देखाउनु भनेको? रेड बुल ओ दादाली टोलीहरू यसरी रेड बुल जित्छौँ हामी, हेर्दैछौँ नि। हामीले फाइनल्ली रेड बुल जितेको छौँ। कसरी खानु यसको त टोप्रो छैन त गाइस। रेड बुल ब्लग बनाउँछस्? क्या मजाले समाएको यार। त्यो यहाँ नाकको दुलोभित्रै छिराइदियो क्यामेरामा। किन त्यहाँ म ल्याएको? चकलेट किन्दिन्छु तँलाई। चकलेट किन्दिन्छु। डेरी मिल्क किन्दिन्छु भन्। डेरी मिल्क किटक्याट। बाबा खाजा किन्दिन्छु। सेक्वा खुवाउँछु भरे तल। लिम्बू सेक्वा किन्दिन्छु। भरे ब्ल्याक बीच क्याफेन बारमा तँलाई कफी खुवाउँछु 1 कप। अरू सबै भयो कि चटपटे कहाँ खुवाउँछस्? खाजा साजा कफी भनिस् कस्तो चटपटे खुवाउँछस्? अरे गाइज खेल सकिएर केही समय बाँकी छ होइन। फिल्मले चाहिँ गोल खाइसकेको छ।
र 5 थरले मोरङसँग चाहिँ 2-0 को चाहिँ हार बेहोरेपछि हामी चाहिँ सबैजना ग्राउन्डबाट बाहिर निस्क्यौँ।